नमस्कार सम्पूर्ण माझ म श्रीकृष्णको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु र आज तपाईँहरूको समक्ष चाहिँ म आफूले नै रचेको एउटा गीतको यस बाँसुरीमा धुन एउटा निकाल्ने प्रयास गर्दैछु र यसको साथसाथै यस बाँसुरीको धुन सुनि यसो आफ्नो तर्फबाट प्रतिक्रिया भने दिन अवश्य नभुल्नुहोला र तपाईँहरूकै प्रतिक्रियाबाट एउटा नयाँ सिक्ने मौका अवसर मिल्ने छ भन्ने आशा गरेको छु र यसको साथसाथमै तपाईँहरूलाई चाहिँ म यसो अलिकति गीत गुनगुनाउने छु फर्स्ट भर्स त्यसबाट यसो तपाईँहरूले कस्तो छ के छ भन्ने यसो सुझावहरू दिनुहोला भन्न चाहन्छु र यसो तपाईँहरूलाई राम्रो लागे तपाईँहरूलाई चित्त बुझे सम्पूर्ण नेपाली परिवार माझमा जो देश भित्र हुनुहुन्छ जो बाहिर हुनुहुन्छ सम्पूर्ण नेपालीजनहरूमा पुर्याइदिनु हुन एउटा सेयर बटनमा यसो दबाएर चाहिँ पुर्याइदिनु हुनेछ भन्ने आशा राखेको छु र यसरी नै सम्पूर्ण देश देशमा रहनुभएका जनसागर हामी मानव हितमा सधैँ राम्रो चाहने व्यक्तित्वहरूबाट यस गीतलाई एउटा सुमधुर प्रस्तुत गर्न पाउनेछु भन्ने आशा पनि गरेको छु र राखेको पनि छु र तपाईँहरूको साथ सहयोग तपाईँहरूको यसरी नै माया मिलिरह्यो भने आगामी दिनहरूमा अरू पनि नयाँ नयाँ गीतहरू रचना गरेर तपाईँहरूको समक्ष अवश्य नै प्रस्तुत गर्नेछु भन्ने एउटा वाचाका सहित सुरु गरौँ है त ओके लेट्स स्टार्ट ल्याउँदिन म जुन तारा राखी झुट बच्चा माया साटौँ दुई मुटु चोखो माया साचौँ ल्याउने छैन जुन तारा राखी झुट बच्चा माया साटौँ दुई मुटु चोखो माया साचौँ यसरी नै माया गरौँ सधैँभरि यसरी नै जिन्दगी चलोस् जुनी जुनी यसरी नै माया गरौँ सधैँभरि यसरी नै जिन्दगी चलोस् जुनी जुनी हस् त धन्यवाद यस गीत यसो मन परेमा सेयर गरिदिनु होला यस गीत चाहिँ यसो पुरै कम्पोज गरेर तपाईँहरूको समक्ष पुरै गीत प्रस्तुत गर्न पाऊँ यही आशा राखेको छु र यस गीत चाहिँ भनौँ न सम्पूर्ण नेपालीजनमा पुर्याइदिनु हुनको लागि तपाईँहरूको हातमा छ आशा गरेको छु धन्यवाद लभ यु अल